अमित खनाल वर्ष 25, खेमराज साउद वर्ष 24 अनि पुरुषोत्तम यादव वर्ष 27 लगायतका अन्य 7 युवाहरू मिति 2082 साल भाद्र 22 गते जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुग्छन् र भोलिपल्ट भाद्र 23 गते यानि कि सेप्टेम्बर 8मा काठमाडौँको माइती घरमा हुन गइरहेको जेएनजी प्रोटेस्टका निम्ति सिडिओसँग पर्मिसन माग्छन्। यता सामाजिक सञ्जालमा यो प्रोटेस्टको बारेमा जताततै चर्चा भइरहेको थियो। मिडियाहरूले यसको बारेमा जानकारी दिँदै थिए भने इन्फ्लुएन्सर्सहरूले यो प्रोटेस्टमा सबैजनालाई उपस्थित हुनका निम्ति आह्वान गर्दै थिए। त्यही बीचमा विगत 5 वर्षदेखि विपद कार्यमा खट्दै आएको एनजिओ हामी नेपालका संस्थापक सुदन गुरुङले पनि भोलि हुने प्रोटेस्टमा सबैजनालाई आउन आग्रह गर्छन्। यसपालि हामी सबैजना जतिजना त्यहाँ आउँछौँ, हामी आफ्नो पर्सनल एजेन्डाहरू साइडमा, आफ्नो व्यक्तिगत स्वार्थ साइडमा है, देशको लागि र देशलाई बनाउनको लागि मात्र आउँथे। I'll see you in the protest. Thank you so much guys है। यी 3 फरक पृष्ठभूमिका ग्रुपहरू हामी नेपाल, इन्फ्लुएन्सर्स र वास्तविक आयोजकहरू सबैको मकसद भने एउटै थियो, सरकारलाई जतिसक्दो दबाव सिर्जना गर्नु र एउटै सन्देश दिनु। भयो, अब पुग्यो। तर सायद यी 3 ग्रुपले मात्र होइन, कसैले पनि सोचेकै थिएन होला सेप्टेम्बर 8 को जेएनजी प्रोटेस्टले नेपालको इतिहास नै फेरिदिन्छ भनेर। नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, यस विषम परिस्थितिबाट राष्ट्रलाई शान्तिपूर्ण तवरले निकास दिनको लागि आन्दोलनरत समूहलाई आन्दोलनका कार्यक्रमहरू स्थगन गरी वार्ताको निमित्त आह्वान गर्दछौँ।